हेलो। यस्तो हेर्नु है, म भर्खरै सुतेर उठेको होइन। अनि अहिले मेरो अवस्था हेर्नु होला। खुर्सिप बसे है, यस्तो हुन्छ। अनि यो यस्तो हुँदैन कि मतलब यति धेरै टाइम लगाएँ होइन। 1 वर्ष भयो मेरो, हेर्नु मैले ब्रेसेस लगाएको 2 वर्ष भयो, 2 वर्ष कम्प्लिट भयो। तर पनि मलाई यस्तै हुन्छ। मैले महिना पछि हजुर जसरी डेन्टल जानुहुन्छ नि यो तार चेन्ज गर्न, त्यो डाक्टरले चाहिँ तपाईँको के दाँत यस्तो रबर राख्न दिनुहुन्छ के, तपाईँको दाँत मिलेन भने होइन। अनि त्यति बेला हजुरको अनि दुख्छ, लास्टै दुख्छ एकदम दुख्छ। त गर्नै भएन, मलाई एकदम दुखिरहेको। 2 वर्ष भइसक्यो, पत्याउनुहुन्छ हजुरले। 2 वर्ष भइसक्यो मैले ब्रेसेस लगाएको। गाह्रो हुन्छ र चुडिएछ मेरो, हेर्नु यस्तो लाग्छ कि दुख्दैन होला, तर दुख्छ, दुखिरहेको हुन्छ क्या। जबसम्म ब्रेसेस निकाल्नु न तबसम्म दुखिरहेको हुन्छ है। अनि गाह्रो छ ब्रेसेस के अरे। अलि टाइम लगाएपछि दुख्दैन कि जस्तो लाग्छ होला हजुरहरूलाई। अब हेर्नु, यो अलि दिनपछि 10-15 दिनपछि अलिकति ठिक हुन्छ होइन। अनि त्यसपछि फेरि अलि दिनपछि फेरि डेन्टल जाने टाइम आइहाल्छ। अनि फेरि डेन्टल गएपछि यो तार चेन्ज गरेर अनि फेरि यो कस दिनुहुन्छ कि एकदम कस दिनुहुन्छ। त्यो कसेपछि अनि झन् दुख्ने, अनि रबर कसे त्यसमाथि कस्ने, अनि त्यसैको माथि फेरि रबरले यताउता कसेर टाइट गरेर बाँध्दाखेरि त दुख्छ नि त।